यस भिडियोमा जापानमा काम गर्ने विदेशीहरूका लागि कर फाइलिङ गर्न मार्गदर्शनका लागि बनाइएको हो। कर फाइलिङ गर्नका लागि आवश्यक पर्ने कागजातहरू र राष्ट्रिय कर विभागको वेबसाइटमा मोबाइलबाट कसरी प्रक्रिया गर्ने भन्ने बारे जान्नको लागि यस भिडियो हेर्नुहोस्। कर फाइलिङ सम्बन्धी जापानको आयकर भनेको उक्त वर्षको जनवरी 1 देखि डिसेम्बर 31 सम्मको एक वर्षभरिको कमाईको हिसाब आफै गर्नुपर्ने र अर्को वर्षको फाइलिङ म्यादको भित्र आफू बसोबास गर्ने स्थानको कर कार्यालयमा कर फाइलिङ फारम पेश गर्नुपर्ने प्रक्रिया हो, जसबाट करको अधिक वा कम रकमको हिसाब मिलाइन्छ। यस प्रक्रियालाई कर फाइलिङ भनिन्छ। कर फाइलिङ फारम कसरी पेश गर्ने? कर फाइलिङ फारम पेश गर्ने 3 तरिका छन्। कागजको कर फाइलिङ फारम आफै कर कार्यालयमा लैजानुपर्छ। तपाईले कर कार्यालयको समय बाहेक अन्य समयमा पनि सङ्कलन बाकसमा कागजातहरू बुझाउन सक्नुहुनेछ। कम्प्युटर वा मोबाइलबाट राष्ट्रिय कर विभागको वेबसाइटमा तयार गरेको फाइलिङ फारमलाई ई-ट्याक्स मार्फत निशुल्क पठाउन पनि सकिन्छ। कर फाइलिङका लागि आवश्यक कागजातहरू निम्न छन्। आयकर कटौती पर्चा। व्यक्तिगत व्यवसाय गर्ने व्यक्तिहरूका लागि तलका कागजातहरू पनि आवश्यक हुन्छन्। आम्दानी र खर्चको सारांश गरिएको कागज, माई नम्बर कार्ड, माई नम्बर कार्डको 2वटा पासवर्ड, प्रयोगकर्ता प्रमाणका लागि डिजिटल प्रमाणपत्रको पासवर्ड 4 अङ्कको सङ्ख्या, हस्ताक्षरका लागि डिजिटल प्रमाणपत्रको पासवर्ड 6-16 अक्षर अङ्क मिश्रित। तपाईले विदेशमा बसोबास गर्ने आफन्तलाई जीवनयापन खर्च वा शिक्षा खर्च पठाइरहनु भएको भए आश्रित कटौती पाउन सक्नुहुन्छ। विदेशमा बस्ने आफन्तको लागि आश्रित कटौती लिन त्यस आफन्तसँग सम्बन्ध प्रमाणित गर्ने आफन्त सम्बन्ध कागजातको प्रतिलिपि र रकम पठाएको पठाइ सम्बन्धी कागजात कर फाइलिङ फारमसँग संलग्न गर्नुपर्छ। साथै 30 वर्षभन्दा माथि र 70 वर्षभन्दा कम उमेरका विदेशमा बस्ने आफन्तका लागि भने उक्त वर्षभित्र 3.8 लाख येन वा सो भन्दा बढी रकम पठाइएको भए मात्र आश्रित कटौती लागू हुन्छ। यदि आफन्त सम्बन्ध कागजात वा पठाइ सम्बन्धी कागजात विदेशी भाषामा बनेको भए त्यसको अनुवाद पनि संलग्न वा प्रस्तुत गर्न आवश्यक हुन्छ। तर यदि यी कागजात तपाईले काम गर्ने कार्यालयमा पहिल्यै बुझाइसक्नु भएको छ भने पुनः बुझाउन आवश्यक छैन। यदि तपाईले कागजी रूपमा पेपरमा कर फाइलिङ फारम पेश गर्नुहुन्छ भने आफन्त सम्बन्ध कागजात र पठाइ सम्बन्धी कागजात कर फाइलिङ फारमसँग अनिवार्य रूपमा संलग्न गरी पेश गर्नुपर्छ। त्यसैगरी यदि तपाईले ई-ट्याक्स मार्फत कर फाइलिङ फारम पेश गर्नुभएको भए पनि
आफन्त सम्बन्ध कागज वा पठाइ सम्बन्धी कागजात पेश गर्नुपर्ने हुन्छ। यी अवस्थामा ती कागजातहरू पछि सम्बन्धित कर कार्यालयमा हुलाक मार्फत पठाउन वा आफै उपस्थित भई बुझाउनु पर्छ। तपाईले विदेशमा बसोबास गर्ने आफन्तलाई जीवनयापन खर्च वा शिक्षा खर्च पठाइरहनु भएको भए आश्रित कटौती पाउन सक्नुहुन्छ। विदेशमा बस्ने आफन्तको लागि आश्रित कटौती लिन त्यस आफन्तसँग सम्बन्ध प्रमाणित गर्ने आफन्त सम्बन्ध कागजातको प्रतिलिपि र रकम पाएको पठाइ सम्बन्धी कागजात पेश गर्न आवश्यक हुन्छ। कर फाइलिङ गर्ने तरिका 2 वटा छन्। कागजमा हस्तलेखन गरेर तयार गर्ने वा राष्ट्रिय कर विभागको वेबसाइटमा तयार गर्ने। यहाँ हामी मोबाइलबाट कर फाइलिङ गर्ने तरिका देखाउँछौँ। एन्ड्रोइड प्रयोगकर्ताले गुगल क्रोमबाट र आइफोन प्रयोगकर्ताले सफारीबाट खोल्नुहोस्। राष्ट्रिय कर विभाग भनेर खोजी गर्नुहोस् र वेबसाइट खोल्नुहोस्। कर फाइलिङ फारम तयार गर्ने स्थानमा थिच्नुहोस्। एन्ड्रोइड प्रयोगकर्ताले गुगल क्रोमबाट र आइफोन प्रयोगकर्ताले सफारीबाट खोल्नुहोस्। तयार गर्ने पृष्ठलाई भाषान्तर अनुवाद गर्ने तरिका एन्ड्रोइड मोबाइल प्रयोगकर्ताका लागि वेब ब्राउजरको ठेगाना बारको दायाँपट्टि रहेको 3 बिन्दुमा थिच्नुहोस्। सूचीमा भएको भाषान्तरमा थिच्नुहोस्। सूचीबाट अन्य भाषा रोज्नुहोस्। देखाइएको भाषाबाट भाषान्तर गर्न चाहेको भाषा रोज्नुहोस्। पृष्ठभूमि रोजिएको भाषामा भाषान्तर हुन्छ। वेब ब्राउजरको ठेगाना बारको बायाँपट्टि रहेको बटनलाई ट्याप गर्नुहोस्। सूचीमा भएको भाषान्तरमा थिच्नुहोस्। पृष्ठभूमि रोजिएको भाषामा भाषान्तर हुनेछ। यसपछि मोबाइलमा देखाइएको निर्देशन अनुसार विवरण भर्नुहोस्। भर्ने तरिका आदि राष्ट्रिय कर विभागको वेबसाइटमा रहेको निर्देशन हेर्नुहोस्। निर्देशन निम्न स्थानमा छ। राष्ट्रिय कर विभागको वेबसाइट खुल्छ। तलसम्म सार्नुहोस्। संस्था, कर विभाग, कर कार्यालय, कर विश्वविद्यालय आदिमा थिच्नुहोस्। नागोया राष्ट्रिय कर विभागमा थिच्नुहोस्। ब्यानर सूचीमा थिच्नुहोस्। तपाईले बोल्ने भाषा रोज्नुहोस्। उदाहरणका लागि यहाँ हामी अङ्ग्रेजी छान्दछौँ। आयकर सम्बन्धी म्यानुअलमा थिच्नुहोस्। 1 देखि 72 पेजमा थिच्नुहोस्। निर्देशन देखिनेछ। उक्त निर्देशन अनुसार भर्नुहोस्। नबुझेको कुरा भएमा भिडियो हेरेर पनि नबुझेको कुरा भएमा पहिले राष्ट्रिय कर विभागको वेबसाइटमा खोजेर हेर्नुहोस्। करको जानकारी खोज्ने 2 तरिका छन्। AI च्याटबोट प्रयोग गर्ने। QR कोड स्क्यान गरेर राष्ट्रिय कर विभागको वेबसाइटमा जानुहोस्। त्यहाँ तपाईको प्रश्न सूचीबाट छान्नुहोस् वा लेख्नुहोस्।
त्यसपछि एआई कर्मचारीले तपाईलाई उत्तर दिन्छ। ट्याक्स आन्सर प्रयोग गर्ने। यहाँ तपाईले कर सम्बन्धी सामान्य र बारम्बार सोधिने प्रश्नहरूको सामान्य उत्तरहरू सजिलै पाउन सक्नुहुन्छ। कर सम्बन्धी सामान्य सल्लाह लिन राष्ट्रिय कर विभागमा रहेको फोन सल्लाह केन्द्रमा सम्पर्क गर्न सकिन्छ। फोन नम्बरमा सम्पर्क गर्नुहोस्। सेवा समय हप्ताको कार्यदिन बिहान 8:30 देखि बेलुकी 5 बजेसम्म। यदि च्याटबोट वा फोनबाट पनि समस्या समाधान नभएमा वा भुक्तानी सम्बन्धी सल्लाह चाहिएको भएमा कर कार्यालयमा सल्लाह लिन सकिन्छ। सल्लाहका लागि आवश्यक कागजात र पर्याप्त समय सुरक्षित गर्नुपर्ने भएकोले पहिले नै भेट्ने मिति आरक्षण गर्नुपर्छ। तपाईको बसोबास गर्ने स्थानलाई जिम्मा दिएको कर कार्यालयमा फोन गरेर सम्पर्क गर्नुहोस्। तर फारम बुझाउन भने अग्रिम आरक्षण आवश्यक छैन।